सबैलाई गुड मर्निङ छ जसले मलाई हेर्नु भइरहेछ पनि फेरि पनि स्वागत छ मेरो ब्लगमा। यो चाहिँ भनौँ न अस्ति हामी पोर्चुगलको म्याच भइरहेको थियो गाइज, अनि त्यो हेर्नु गएको थियौँ। जोस म्याच पनि इन्जोयबल भयो भनौँ न। हाम्रो दाजुले गोल पनि हान्यो, सपोर्ट छ पोर्चुगललाई सधैँभरिको लागि। त्यो सँगसँगै सियासगन दाजुलाई पनि धेरै धेरै माया छ। जसले हेर्नु भइरहेछ भने यो मिनी ब्लग सर्ट एन्ड स्विट हेरेर इन्जोय गरिदिनु होला गाइज। फेरि पनि सबैजनालाई स्वागत छ। जस्ट फिफाको लर्को हामीलाई पनि लागिरहेछ गाइस। अहिले भर्खर म्याच चाहिँ हेरेर आयौँ। अर्जेन्टिनाले जित्यो, जेस खेल चाहिँ राम्रो खेल्यो भनौँ न। मेसीले 2 हान्यो। अपोजिट टिमको अस्ट्रियाले पनि भनौँ न स्ट्राइक चाहिँ त्यस्तो फिनिसिङ र स्ट्राइक स्ट्रङ थिएन। त्यो बाहेक चाहिँ डिफेन्स चाहिँ मलाई राम्रो लाग्यो है। र भोलि भन न, तर के गर्नु, फ्रेन्च पनि हेर्नु मन थियो, भोलि क्लास जानु मन छ, छुट्याउनु छैन, त्यही भएर नचाहेर पनि अनि फर्किनु पर्ला हो। त्यो सँगसँगै धेरै राति पनि बसाइ नगरेकै ठिक हो। त्यससँगै हाम्रो दाजुको भोलि म्याच छ CR7 पोर्चुगल। सो सपोर्ट गरिदिनु होला। कसलाई मनपर्छ कसलाई मन पर्दैन त्यो सबैको आफ्नो कुरा हो। तर मलाई चाहिँ सानोदेखि नै रोनाल्डो मन पर्थ्यो। सो अलवेज सपोर्ट हिम। सो गाइस यति नै हो। गुड नाइट, जय नेपाल, शुभरात्रि, आस्था ल विस्ता बेबी। गुड नाइट। ब्लग गऱ्यो कति के भयो, बस न। Sweeter